हेलो गाइज, सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ हामी नाइट पिकनिक जाने भनेर पसलबाट हिँड्यौँ र मैले मासु लिएर हिँडेँ। 10 मिनट हिँडिसकेपछि पिकनिक बनाउने ठाउँमा ढुङ्गाको चुला बनाइयो। पिकनिकमा चाहिँ खानेकुरा चिउरा मासु डिउ थियो। यता चाहिँ जगदीश दाइले प्याज काटिरहेको थिए र निरज दाइले आगो बाली राख्नु भएको थियो। फ्राईमा तेल हालेर प्याज हालेर त्यसमै मासु पनि हालेर मासुलाई एकैछिन फ्राई गरिदियौँ अनि त्यसपछि हाम्रो मासु रेडी हुन्छ। एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। अच्छा, पहचाना मुझे? केटाहरूले यस्तो गफ हानिरहेको यस्तो गफी हान्दा जगदीश पुरै हाँसेर टाउकोनी गयो भने मजाले भइरहेको थियो। निर्दयको छुट्टै गफ थियो अनि छत्रको छुट्टै गफ थियो। यस्तो मजा भएको थियो कि गाइज होइन, एकदम रमाइलो भएको थियो कि पिकनिक होइन, नाइट पिकनिक। अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्ने भनेर सबैजना घरतिर लाग्यौँ। अनि नेक्स्ट भिडियोमा भेटौँला गाइज, बाई बाई।